हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग र मेरो दिनको सुरुवात बेडबाट हुन्छ र यस्तो पर्दा सरेर हेर्दा वेदर एकदमै ठिक्कको हुन्छ र म मुखसुख धोएर अलिक फ्रेस हुन्छु र म देख्छु कि तल्लो घरको नानी आइरहेको रहेछ कपाल कोरी माग्नु भनेर र म चाहिँ बिहान बिहानै बहिनीको कपाल फटाफट कोरिदिन्छु है किनभने म उठ्दा चाहिँ बिहानको 7:30 भइसकेको रहेछ र उसलाई लेट नहोस् भनेर फटाफटी चाहिँ म उसको कपाल कोरिदिन्छु र कपाल चाहिँ यस्तो देख्छ बिहान बिहानै उनीहरूले पर्फेक्ट भएन र पनि मैले बनाइदिएँ र ऊ चाहिँ अब घर जान्छ अब उसलाई फेरि लेट हुन्छ नि त स्कुलको लागि त्यो पछि चाहिँ म मर्निङ टी चिया खानु थालेको त्यहाँदेखि चिया खाने बित्तिकै म चाहिँ भित्र गएर यी ओछ्यानहरू पट्टाउनु थालेँ र यो चाहिँ बोजूको रुम हो म चाहिँ अहिले बोजूसँगै सुत्दैछु बोजूको साथी अन्त चाहिँ म बिहान उठेर चाहिँ चिया चिया खाएरै हो मेरो काम ओछ्यानहरू पट्टाउनु त्यहाँदेखि त्यो पछि चाहिँ म अर्को रुममा जान्छु यहाँ चाहिँ म सुत्थेँ हो अहिले चाहिँ सुतेको छुइनँ बोजूसँग सुत्दैछु नि त र हिजो त अलि मैले खेलेर चाहिँ आज सफा गरेको र बोजू चाहिँ बिहान पूजा गर्नुहुँदैछ बोजूको काम यही हो बिहान पूजा गर्नु त्यहाँदेखि मेरो चाहिँ रुमहरू सफा गर्नु र रुमहरू सफा गर्ने बित्तिकै बिहानै बोजूले घरमा साङ बालिरहनु भएको रहेछ हो थ्याङ्क यू फर वाचिङ माई भिडियो